नेपाली इतिहास पढेको दिनदेखि आफू भारतीय भएकोमा पछुतो मान्ने गरेको दार्जिलिङका युवा विजय लामाको घोषणा। भारत गोर्खाली नेपालीको लागि सौतेनी आमा भएको चाल पाएको गरे ठोकुवा। नेपाली एकता नै आजको आवश्यकता भएको गरे दाबी। भारतमा मचियो नयाँ तरङ्ग। भारतसँग तनाव बढ्दै गएपछि बङ्गलादेशले चीनबाट 20वटा C-10 फाइटर जेट किन्दै। पाकिस्तान र चीनपछि बङ्गलादेशले पनि अत्याधुनिक हतियारहरू खरिद गर्दै। उत्तर कोरियालाई विश्वकै उत्कृष्ट समाजवादी स्वर्गको टुक्रा बनाउने नेता किम जोङ उनको घोषणा। अमेरिकालाई किमले दिए फेरि एकपटक कडा चेतावनी। चीन, रुस र भियतनाम लगायतका देशसँग शक्तिशाली गठबन्धन बनाउन लागेको पनि दिए जानकारी। चीन र अमेरिका बीच तनाव फेरि उत्कर्षमा पुग्यो। चीनमाथि 100% कर लगाउने ट्रम्पको घोषणा। सी जिनपिङसँग नभेट्ने दिए सङ्केत। चीनको सुरक्षा चुनौतीबाट बच्न भन्दै ताइवानी राष्ट्रपति लाईले गरे इजरायलको आइरन डोम जस्तै टी-डोम अनावरण। चीनलाई दिए कडा चेतावनी। र इजरायल र हमास बीच भयो युद्ध विराम कार्यान्वयन। कहिले छुट्दैछन् त नेपाली युवा विपिन जोशी हमासको नियन्त्रणबाट। यसबारेको खबर लगायत आजका कयौँ ठुला अन्य विश्व समाचार पनि साथमा। नमस्कार। विश्वभरिका घटनाक्रमलाई समेटेर ग्रेटर नेपाल टिभीले तयार पारेको विश्व खबरबाट विवश बुढाथोकीको यहाँलाई हार्दिक स्वागत छ। तपाईँले विश्व खबर कहाँबाट हेर्दै हुनुहुन्छ कृपया यसबारेमा पनि हामीलाई जानकारी गराउन नभुल्नुहोला। अब विश्व खबर विस्तारमा। दार्जिलिङका युवा विजय लामाले नेपालको इतिहास पढ्ने मौका पाएदेखि नै आफू भारतीय भएकोमा पछुतो मान्न थालेको बताएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भारत वास्तवमै दार्जिलिङ र सिक्किमवासी लगायतका नेपाली भाषीको लागि सौतेनी आमा रहेछ भन्ने चाल पाएको छु उनले लेखेका छन्। साथै उनले नेपाली एकता नै आजको आवश्यकता भएको र गोर्खालीहरूको जित भएको उनको भनाइरहेको छ। उनले लेखेका छन्, नमस्कार, म दार्जिलिङबाट विजय लामा। जुन दिनदेखि मैले नेपालको इतिहास पढ्ने मौका पाएँ त्यही दिनदेखि नै आफू भारतीय भएकोमा पछुतो मान्दै आएको छु र भारत वास्तवमै हाम्रो लागि सौतेनी आमा रहेछ भन्ने पनि चाल पाएको छु। नेपाली एकता नै आजको आवश्यकता हो। जय नेपाल भनेर लेखेका छन्। एक महिना अघि मात्रै भिक्ट्री परेडको आयोजना गरेर आफ्ना अत्याधुनिक हतियारको प्रदर्शन गरेको चीनतिर दुनियाँको नजर रहेको छ। चीनले कस्ता हतियार विकास गर्यो, चीनसँग कसले कस्ता र कति हतियार किनिरहेका छन् भन्ने विषय पश्चिमा देशका लागि चासो बन्ने गरेको छ। गत मे महिनामा भएको भारत र पाकिस्तान बीचको सङ्घर्षमा फ्रान्समा बनेको रफाइल विमान चिनिया लडाकु विमानले खसालेको चर्चापछि चीनका हतियारलाई लिएर चासो बढेको हो। यही क्रममा भारतको छिमेकी देश बङ्गलादेशले पनि चीनबाट 2.2 अर्ब अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको छ। ढाकाको मिडिया रिपोर्ट अनुसार बङ्गलादेश सरकारले चीनबाट 20वटा J-10 सी फाइटर जेट खरिद गर्ने योजना बनाइरहेको हो। चीनले बङ्गलादेशलाई हतियार बिक्रीसँगै त्यसको प्रक्षेपण, रेखदेख र अन्य प्राविधिक सेवा समेत सामेल गरेर हतियार बिक्री गर्न लागेको हो। यी जेट खरिदको रकम बङ्गलादेशले 10 आर्थिक वर्ष अर्थात् 2026देखि 2036सम्म किस्ता गरी भुक्तान गर्नेछ। यद्यपि बङ्गलादेश सरकारले यो सम्झौताबारे आधिकारिक घोषणा गरेको छैन। बङ्गलादेशको अन्तरिम सरकारका अर्थ सल्लाहकार सालेहुद्दिन अहमदले पत्रकारका प्रश्नको जवाफमा आफूले यसबारे कुनै टिप्पणी नगर्ने बताएका छन्। उनले आफूलाई यसबारेमा केही जानकारी रहेको तर बताउनको लागि सबै विषय आफूलाई थाहा नभएको उनको भनाइरहेको थियो। यद्यपि बङ्गलादेश सरकारले गत साता चीनबाट J-10 सी मल्टिरोल फाइटर जेट खरिद गर्न स्वीकृति दिएको बताइएको छ। जुन विमान चीनले 2027सम्म बङ्गलादेशलाई दिनेछ र प्रक्षेपण तथा स्पेयर पार्ट्स समेत उपलब्ध गराउनेछ। J-10 सी विमान 4.5 पिँढीको प्रविधि AESA रडार, PL-15E मिसाइल र उन्नत डेटा लिङ्क युक्त भएको फाइटर जेट हो। यो फाइटर खरिदसँगै बङ्गलादेश, चीन र पाकिस्तानपछि अत्याधुनिक हतियार भएको यो तेस्रो देश बन्नेछ। बङ्गलादेशका एयर चिफ मार्शल हसन मोहम्मद खानले सरकारले मल्टिरोल जेट, जमिनबाट हावामा मार हान्ने मिसाइल र लामो दूरीको रडार खरिद गर्न स्वीकृति दिएको बताएका छन्। गत वर्ष विद्यार्थी आन्दोलनको बलमा शेख हसिना नेतृत्वको सरकार ढलेपछि भारतसँगको सम्बन्धमा चिसोपना आएको छ भने चीन र पाकिस्तानसँग निकटता बढेको छ।
यही क्रममा वायुसेनाको क्षमता तीव्र रूपमा वृद्धि गरिरहेको बङ्गलादेशले चीनसँग हतियार खरिद गर्ने तयारी गरेको हो। बङ्गलादेशले फोर्स गोल 2030 अनुसार अत्याधुनिक वायुसेनाको निर्माणको दिशामा उल्लेख्य काम गरिरहेको देखिन्छ। J-10C चीनको वायुसेनामा पहिलेदेखि नै सामेल रहेको छ। बङ्गलादेशको वायुसेना लामो समयदेखि नयाँ लडाकु विमान खरिदको योजनामा रहेको थियो। आजको विश्वमा राष्ट्र राष्ट्रबीच नयाँ नयाँ सम्बन्ध बनिरहेका छन् भने कतिपय पुराना सम्बन्धहरूमा परिवर्तन देखिने क्रम जारी रहेको छ। त्यसैले कुनै देशबाट हतियार र लडाकु विमान खरिद अघि उसको प्रभावको विश्लेषण गर्नु जरुरी रहेको छ। बङ्गलादेशको वायुसेनासँग अहिले 212 विमान रहेका छन्, जसमध्ये 44 वटा लडाकु विमान रहेका छन्। यसमध्ये 36 वटा चिनिया F-7 जेट, 8 वटा रुसी MiG-29B र केही याक 130 हल्का लडाकु विमान रहेका छन्। चीनसँगको यो सम्झौताले औपचारिकता पाएर लडाकु विमान खरिद गरेमा बङ्गलादेशको वायुसेनाको युद्ध क्षमतामा ठूलो बढोत्तरी हुनेछ। मे र अक्टोबर 2025मा वायुसेना प्रमुख हसन महमुद खानको इटली र टर्की भ्रमणले बङ्गलादेशको रक्षा सहयोगको नयाँ ढोका खोलेको विश्लेषण भइरहेको छ। इटालीमा उनले लियोनार्दोको संयन्त्रको भ्रमण गरे, जहाँ उन्नत रडार ट्र्याकिङ सिस्टम र हेलिकप्टर प्रविधि बारेमा कुराकानी भएको थियो। यस्तै टर्कीमा 1 देखि 6 अक्टोबरसम्म गरेको भ्रमणमा उनले टर्किस एयर स्पेस इन्डस्ट्री सहित केही रक्षा कम्पनीसँग पनि उनले वार्ता गरेका थिए। टर्कीसँग ड्रोन प्रविधि, एन्टी मिसाइल सिस्टम र निगरानी उपकरणको सम्भावित सम्झौताबारे छलफल चलेको थियो। तर चीन लडाकु विमानका लागि प्रमुख आपूर्तिकर्ता बनेको छ। बङ्गलादेशले किन्न लागेको J-10C को एउटा लडाकु विमानको मूल्य $60 मिलियन अमेरिकी डलर पर्छ। 28,000 LBF पावरको यो विमानको तौल 9 टन हुन्छ भने 7,000 किलो लोड क्षमता हुन्छ। चेङदु एयरक्राफ्ट कर्पोरेसनले निर्माण गरेको यो लडाकु विमानले आकाशबाट आकाशमा, आकाशबाट जमिनमा र समुद्रमा गरी तीनै क्षेत्रमा हमला गर्न सक्दछ। आणविक कार्यक्रमलाई लिएर जारी तनावका बीच उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई फेरि एकपटक चेतावनी दिएका छन्। आफ्नो वर्कर्स पार्टीको 80औं वार्षिक उत्सवमा भाषण दिँदै किमले उत्तर कोरियालाई विश्वको उत्कृष्ट समाजवादी देश बनाउने र कुनै पनि खतराको जवाफ आणविक शक्तिले दिने चेतावनी दिएका छन्। यस क्रममा उनले चीन र रुस जस्ता देशका नेताहरूको उपस्थितिमा पश्चिमी देशहरू विरुद्धको गठबन्धनलाई बलियो बनाउने सङ्केत पनि गरे भने अर्कोतर्फ उनले अमेरिकासँग वार्ता गर्ने इच्छा पनि व्यक्त गरे। आफ्नो भाषणमा किमले अमेरिकाको बढ्दो आणविक खतराको सामना गर्न सकियोस् भनेर आणविक हतियार र अर्थतन्त्र दुवै विकास गर्ने नीति अपनाएको बताएका छन्। उनले हाम्रा विरोधीहरूको राजनीतिक र सैन्य दबावको साहसपूर्ण जवाफ दिइरहेको बताउँदै देशलाई समृद्ध र सुन्दर बनाएर विश्वको उत्कृष्ट समाजवादी स्वर्ग बनाउने घोषणा गरेका छन्। किमको वर्कर्स पार्टीले 80औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा चीनका प्रधानमन्त्री ली छियाङ, रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव र भियतनाम कम्युनिस्ट पार्टीका प्रमुख तो लामले भाग लिएका थिए। किमले धेरै नेताहरूसँग छुट्टा छुट्टै भेटेका छन्। त्यस्तै शुक्रबार एक विशाल सैन्य परेड हुने सम्भावना रहेको छ, जसमा किमले आफ्ना नयाँ र खतरनाक हतियारहरू प्रदर्शन गर्न सक्दछन्। यसमा अमेरिकालाई प्रहार गर्न सक्षम लामो दूरीको मिसाइलहरू पनि समावेश रहेका छन्। 2019मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किमको वार्ता कुनै सम्झौता बिना नै सकिएको थियो। तर अब किमले अमेरिकाले पूर्ण आणविक निशस्त्रीकरणको शर्त त्याग्यो भने फेरि वार्ताको लागि तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले व्यापारमा असाधारण आक्रामक अडान लिएको आरोप लगाउँदै चीनबाट आयात हुने सामानमा थप 100% कर लगाउने घोषणा गरेका छन्। शुक्रबार आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा लेखेको पोस्टमा अमेरिकी राष्ट्रपतिले बेजिङले विश्वलाई अत्यन्तै शत्रुतापूर्ण पत्र पठाएको र उनीहरूले बनाउने लगभग हरेक उत्पादनमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाएको बताएका छन्। नोभेम्बर 1 देखि थप कर लगाउने चेतावनी दिएका ट्रम्पले अमेरिकाले चीनमा हुने सबै महत्त्वपूर्ण सफ्टवेयरमा निर्यात नियन्त्रण पनि लगाउने बताएका छन्। उनले चीनमाथि दुर्लभ खनिजमा लगाएको निर्यात नियन्त्रणका कारण आफूले कर लगाउन लागेको बताएका छन्। उनले लेखेका छन्, चीनले यो अभूतपूर्व अडान लिएको तथ्यको आधारमा र केवल संयुक्त राज्य अमेरिकाको लागि बोल्दै र त्यस्तै धम्की दिएका अन्य राष्ट्रहरूको लागि होइन। नोभेम्बर 1,
2025 देखि वा चाँडै चीनले गरेको कुनै पनि थप कार्य वा परिवर्तनहरूमा निर्भर गर्दै संयुक्त राज्य अमेरिकाले चीनमा हाल तिरिरहेको कुनै पनि शुल्कको अतिरिक्त 100% शुल्क लगाउनेछ। उनले थपे चीनले यस्तो कदम चालेको थियो भनेर विश्वास गर्न असम्भव रहेको छ, तर उनीहरूले गरेका छन् र बाँकी इतिहास हो। यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद। ट्रम्पले शुक्रबार पहिले भनेका थिए कि यस महिनाको अन्त्यमा दक्षिण कोरियाको आगामी यात्राको एक भागको रूपमा निर्धारित बैठकमा चिनिया राष्ट्रपति सी जिनपिङसँग भेट्नुपर्ने कुनै कारण नभएको बताएका थिए। उनले पोस्ट गरेका थिए, म 2 हप्तामा दक्षिण कोरियाको एपेकमा राष्ट्रपति सीलाई भेट्ने थिएँ, तर अब त्यसो गर्ने कुनै कारण देखिँदैन। यो यात्रामा दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्घको शिखर सम्मेलन आयोजना गर्ने, मलेसियामा रोकिने, त्यसपछि जापान जाने र अनि दक्षिण कोरिया पुग्ने तालिका रहेको थियो। सो अवसरमा ट्रम्पले एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलन अघि सीलाई भेट्ने तयारी रहेको थियो। ट्रम्पका अनुसार अन्य प्रतिशोधात्मक उपायहरू पनि गम्भीर विचाराधीन रहेका छन्। यो कदमले विश्वको सबैभन्दा ठुलो कारखाना र यसको सबैभन्दा ठुलो उपभोक्ता बेजिङ र वासिङ्टन बीचको 6 महिनामा सम्बन्धमा आएको सबैभन्दा ठुलो तनावको सङ्केत गरेको छ। यसले दुई देशबीचको तनाव बढाउने खतरा पनि बढाएको छ, जसले गर्दा विश्वव्यापी अर्थतन्त्रको स्थिरतामा चिन्ता बढेको छ। चीनले दुर्लभ खनिजहरूमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध अन्तर्गत बेजिङले विदेशी कम्पनीहरूलाई धातु तत्त्वहरू विदेशमा ढुवानी गर्न विशेष स्वीकृति लिन आवश्यक पर्ने भनेको थियो। दुर्लभ खनिज तत्त्वहरू स्मार्टफोन र इलेक्ट्रिक वाहनहरूबाट सैन्य हार्डवेयर र नवीकरणीय ऊर्जा टेक्नोलोजीसम्म सबै उत्पादन गर्न महत्त्वपूर्ण रहेको छ। चीनले यी सामग्रीको वैश्विक उत्पादन र प्रशोधनमा विशेष भूमिका खेल्दै आएको छ। ताइवानका राष्ट्रपति लाई चिङ-तेले टी डोम नामक नयाँ बहुस्तरीय वायु रक्षा प्रणाली अनावरण गरेका छन्। शत्रुको खतराबाट आफूलाई बचाउन र रक्षा खर्च बढाउन टी डोम वायु रक्षा प्रणाली निर्माण गर्ने ताइवानका राष्ट्रपतिले बताएको समाचार संस्था रोइटर्सले जनाएको छ। यस्तै उनले चीनलाई टापु कब्जा गर्न बल प्रयोग त्याग्न आह्वान गरेका छन्। प्रजातान्त्रिक रूपमा शासित ताइवानले चीनबाट बढ्दो सैन्य र राजनीतिक दबावको सामना गरिरहेको छ। चीनले ताइवानलाई आफ्नै क्षेत्रका रूपमा हेर्दै आएको छ। ताइवानले रक्षा खर्च बढाइरहेको छ र आफ्नो सशस्त्र बललाई आधुनिकीकरण गरिरहेको छ। सँगै ताइवानले चीनको सामना गरिरहेको छ। चीनको सेना धेरै ठुलो रहेको छ र उसले स्टिल्थ लडाकु जेट, विमान वाहक र विशाल मिसाइल जस्ता उन्नत नयाँ हतियारहरू थपिरहेको छ। राष्ट्रिय दिवसको सम्बन्धमा राष्ट्रपति लाईले ताइवान रक्षामा बढी खर्च गर्न कटिबद्ध रहेको र वर्षको अन्त्यसम्ममा सैन्य खर्चका लागि विशेष बजेट प्रस्ताव गर्ने बताएका छन्। ताइवानका राष्ट्रपतिले टी डोमको बारेमा विवरण दिएनन्, तर यो प्रणाली इजरायलको आयरन डोम जस्तै हुने लक्ष्य राखेको खबरमा उल्लेख रहेको छ। इजरायल र हमास लडाकु समूहबीच युद्धविराम घोषणापछि हजारौँ विस्थापित प्यालेस्टाइनी आफ्नो घर बस्तीमा फर्कन थालेका छन्। गाजा शहरबाट विस्थापित भएका हजारौँ प्यालेस्टाइनी परिवार दक्षिण गाजाबाट फेरि उत्तरतर्फ फर्कन थालेका बीबीसीले जनाएको छ। कतिपय विस्थापितहरू आफ्ना सरसामान बोकेर 20 किलोमिटरभन्दा लामो पैदल यात्रा गरी उत्तरी गाजातर्फ फर्किरहेका छन्। इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकको फिर्तीको तयारीका लागि सैन्य कारबाही बन्द गरेको जनाएको छ। 2 वर्षसम्मको युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकका परिवारमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आश जागेको छ। इजरायलले रिहा गर्ने योजना बनाएका 250 जनासहित 1700 प्यालेस्टाइनी कैदीको सूची सार्वजनिक गरिएको छ। युद्धविराम सम्झौता अनुसार हमासले 2 वर्ष अघि भएको आक्रमणका क्रममा अपहरणमा परेका 251 जनामध्ये अझै पनि बन्धक बनाइएका 47 जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ। हमासको नियन्त्रणमा रहेका बन्धकहरू छिट्टै रिहा हुनेछन्। बन्धकमध्ये 20 जना मात्रै जीवित रहेका छन्। तर अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले जारी गरेको सूची अनुसार नेपालका विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 20 बुँदे योजनाका आधारमा इजरायल र हमासबीच युद्धविराम र बन्धक साटासाटको सम्झौतामा बुधबार सहमति भएको हो। सन् 2023 अक्टोबर 7मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही थालेको थियो। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सेबास्टियन लेकार्नुलाई
पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। लेकार्नुले हालै मात्र राजीनामा दिएका थिए। उनले प्रधानमन्त्रीमा नियुक्त भएको 26 दिनमा राजीनामा दिएका थिए, तर राष्ट्रपतिले उनलाई पुनः सरकार गठन गर्न र बजेट तयार गर्ने जिम्मेवारी दिएका छन्। यो कदम देशमा बढ्दो राजनैतिक र आर्थिक सङ्कटलाई व्यवस्थापन गर्ने प्रयासका रूपमा हेरिएको छ। लेकार्नुको पुनर्नियुक्ति लामो र तीव्र राजनीतिक छलफलपछि भएको हो। उनले सामाजिक सञ्जाल मार्फत कर्तव्य बोधका साथ यो जिम्मेवारी स्वीकार गरेको उल्लेख गरेका छन्। उनको मुख्य लक्ष्य वर्षको अन्त्यसम्म फ्रान्सलाई बजेट उपलब्ध गराउनु र आम नागरिकका दैनिक समस्याहरूको समाधान गर्नु रहेको छ। लेकार्नुले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि म्याक्रोनले राष्ट्रपति पद छाड्नुपर्ने र संसद भङ्ग गर्नुपर्ने माग उठेका थिए, तर म्याक्रोनले पद त्याग गर्न अस्वीकार गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने घोषणा गरेका थिए। लेकार्नुले आफ्नो नयाँ मन्त्री परिषदमा सामेल हुने सबै सदस्यले सन् 2027 को राष्ट्रपति पदका लागि आफ्नो महत्त्वाकांक्षा त्याग्नुपर्ने शर्त राखेका छन्। उनले नयाँ सरकारले नवीनता र शिवको विविधतालाई प्रतिबिम्बित गर्ने आश्वासन पनि दिएका छन्। म्याक्रोनको दोस्रो कार्यकाल सन् 2027 सम्म रहन्छ, तर राष्ट्रिय सभामा बहुमत नभएकाले उनलाई धेरै निर्णयहरू गर्नु कठिनाइ भएको छ। नेपाल सरकारले इजरायल र हमासबीच भएको शान्ति सम्झौताको स्वागत गरेको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ट्रम्पको मध्यपूर्व शान्ति योजनाको प्रस्ताव अनुसार शान्ति सम्झौताको पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबीच भएको सम्झौताको नेपाल सरकारले स्वागत गरेको हो। सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, हामी सम्बन्धित सबै पक्षलाई योजनालाई यसको वास्तविक भावनामा कार्यान्वयन गर्न, गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न र युद्धग्रस्त क्षेत्र तथा अन्य क्षेत्रमा समेत दिगो शान्तिको मार्ग प्रशस्त गर्न आग्रह गर्दछौँ। साथै नेपाल सरकारले यो बहुप्रतीक्षित सम्झौतालाई सफल कार्यान्वयनमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेकोमा संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्की सरकारको प्रशंसा गरेको छ। मन्त्रालयका अनुसार सन् 2023 को 7 अक्टोबरमा दुई पक्षबीच सुरु भएको युद्धका बीच हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशी लगायत सबै बन्धकको तत्काल रिहाइका लागि आह्वान गरिएको छ। जोशीको वर्तमान अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन। विपिनकी आमा सहित बहिनी पुष्पा जोशीले अमेरिकाको न्युयोर्कमा रिहाइको अपिल गरिरहेका छन्। सम्झौताको आधार बनाउन हमासले बन्धक बनाएका व्यक्तिको पछिल्लो सूची इजरायल सरकार र मध्यस्थकर्ता माझ बुझाइएको जनाइएको छ। पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सार्वजनिक 48 जनाको सूची अनुसार 20 जना जीवितै रहेको प्रष्ट उल्लेख रहेको छ भने विपिन जोशी र अर्का बन्धकको अवस्था भने अहिलेसम्म थाहा हुन नसकेको अवस्थामा रहेको छ। अन्य 26 जना मारिसकिएको अनुमान पनि गरिएको छ। आगामी सोमबारबाट बाँकी बन्धक रिहा गर्ने सहमति भएको छ। तथापि बन्धक मुक्त भएर हस्तान्तरण नगरिएसम्म को जीवित छन् र को मारिए वा बेपत्ता छन् भन्ने कुरा अन्यलमै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार र सेवा प्रवाह हस्तान्तरण कार्यक्रमका लागि एसियाली विकास ब्याङ्कसँग 14 अर्ब रुपैयाँ बढी ऋण लिने भएको छ। असोज 23 गते बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। बैठकको निर्णय आउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एडिबीसँग 100 मिलियन अमेरिकी डलर अर्थात् करिब 14 अर्ब 25 करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको जानकारी दिएका छन्। बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता लिन बिहीबारको मन्त्री परिषदले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। सरकारले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। बिहीबार बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री खरेलले गत भदौ 23 र 24 गतेको आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण र मर्मत सम्भार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सुचारू गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपदद्वारा उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम
व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृति कार्यक्रमभित्रको आयोजनाको लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भए त्यस्तो योजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्ने सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको बताएका छन्। हवस् त, यिनै खबरसँगै विश्वभरिका घटनाक्रमलाई समेटेर ग्रेटर नेपाल टिभीले तयार पारेको विश्व खबरको समय सकिएको छ। यतिन्जेलसम्म हेरेर तथा सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण दर्शकवृन्दलाई धेरै धेरै धन्यवाद भन्दै आजको विश्व खबरबाट विवश बुढाथोकीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।